खैरिन टोल विकास संस्थाको नेतृत्वमा हामी जय खैरिन टोल विकास संस्था, जय सरसफाई, जय सरसफाई खैरिन टोल विकास संस्था। यसरी सरसफाइ कार्यक्रम सुरु भएको छ। अगाडि बढिसकेका छन् पनि कोही यसरी हामी यहाँ लामपुस्रे ठुलो भएर लाइन यसरी छोएर चाहिँ माथि करेन्ट छुट्यो है, अलिक छुट्यो। ल ल ल ल श्री सुनलो शीतल बाल क्लब दिदीहरूको टोलीलाई ल है नमस्कार स्वागत छ। बस काटेको रुखलाई हामीले ढल्यो ल यो यसरी बाटोलाई अतिक्रमण गरेर चाहिँ यो छोएको छ। तर यहाँको यसरी सरसफाइ कार्यक्रम सुरु भएको छ है हाम्रो। कोही फुलमा पनि छन् भने कोही यतातिर यसरी साथी गर्दैछन्, फुलमा पनि सरसफाइ गर्दैछन् हाम्रा भाइ बहिनीहरू। पुलको साइडमा सरसफाइ गरिरहेका छौँ। कोही अगाडि बढिसकेका छन् भने कोही यसरी हामी यहाँ गरिरहेका छौँ। र यो सबैले हेर त यो पुलमा पलाएर मल नसल है, यो पलाएर पुलदेखि तल भुइँमा छुन आँटिरहेको थियो। यसले कति लामो क्या यसको टुपी यहाँ चाहिँ यति लामो क्या आम्मा फ्याँक्यो ओह्रालो फ्याँक्यो। ल यसरी चाहिँ अब यो चाहिने कुरा भएदेखि यसरी यत्रो बल गरेर पलाएर चाहिँ पुल मुनि त्यो भुइँमा छुन सक्ने गरी पलाउँथ्यो र पलाउँदैन थियो नि त। यो ज्यामारा चाहिँ यत्रो धेरै पलाएको। ल सुइँ फ्यालिदिउँ त लामपुस्रे बापरे। यो फुलको बिरुवा बोट रोपेको धेरै ठुलो भएर लाइन यसरी छोएर चाहिँ सबै यसरी चाहिँ ढालफाट गर्नु परिरहेको पापी गर्नु परिरहेको छ। र हाम्रो टोली कर्मचोकमा अगाडि बढिसकेको छ भने यसै गरी यता पछाडि पनि हुनुहुन्छ हाम्रो टोलीहरू। ल यसरी यसले चाहिँ माथि करेन्ट अलिअलि हावा चल्दा पनि छुइहाल्छ। अलग्ग काट्नु चाहिँ दाजु अलग्गै हरिल पनि छुन्छ। अब एकदम डेन्जर छ। आने झऱ्यो बल्ल अलिक छुट्यो है, अलिक छुट्यो। ल ल ल ल ल यस्तो खतरा अलिअलि हावा आउने बित्तिकै करेन्ट जानुको अर्थ नै यही हो। छुइहाल्छ, छुएपछि सर्ट भइहाल्छ, सर्ट भएपछि करेन्ट झ्याप्पै। त्यसले गर्दाखेरि हामीले चाहिँ यसरी रुख बिरुवाहरूलाई छाँटकाँट गर्दैछौँ। हाम्रो टोलीहरू त्यही त चेरीकोले पनि यहाँ छुन आँटिरहेछ माथि झन् हाई टेन्सन है। अनि 11,000 भोल्टको हाई टेन्सन छ त्यहाँ। अब रुख बिरुवा चाहिन्छ, बचाउनुपर्छ, हरियाली चाहिन्छ भन्नु। अब यसरी चाहिँ असर गरेपछि अब के चाहिँ गर्ने भाइ। हामी चाहिँ खैरिन टोल विकास संस्था, श्री सुनलो शीतल बाल क्लब र खैरिनी खानेपानी तथा सरसफाइ विकास समितिको उपभोक्ताहरू हामी सबैजना उपस्थित भएर यसरी सरसफाइ गरिरहेका छौँ है। यो भने त्रिवेणी चोक छेउमा कर्मचोकतिरबाट फाँड्दै अझै पुलबाट पूर्व सेरा पुलसम्म हाम्रो आजको यो सरसफाइ अभियान रहेको छ। र हामी सेरा पुलसम्म सरसफाइ गरेर आवश्यकता कतै छ भने भित्री मार्गहरूमा पनि जानेछौँ। र यसरी सम्पूर्ण हाम्रो खैरिनीवासीहरू उपस्थित हुनुभएको छ। है नचला त्यसरी झार्ला होइन उता र यसरी चाहिँ गरिरहेका छौँ है। हामीले यो वर्षमा 2 चोटि रुखहरू फुलहरू ढालफाट गर्ने स्थिति भएकोले 13 गते असार 13 गतेको दिन अब असार 15मा के जति पनि मनाउनुपर्छ। यसै गरी आज असार 13 गते चाहिँ यहाँ यसरी भइरहेको। ल दिदीहरूको टोलीलाई ल है नमस्कार स्वागत छ। आज असार 13 गते हो नि दिदी, भाग्नुभयो त तपाईँ त। यसैले असार 15मा कसकोमा मनाउने छ बेठी काकी कसकोमा यसपालि बेठु कि बेठी मनाउने हो र? यता यसपालि हुँदैन हाम्रोमा खैरिनीमा। ए बिर्खेकोमा ए हो र? ए ल बिर्खेकोमा बेठी हुने रहेछ यसपालि। त्यही त बिर्खे। अब बिर्खे 13 गते भएकोले गर्दाखेरि 15 गते चाहिँ मनाउनुपर्छ। डोजो लाउँदा फेरि यही भएको पिच पनि भत्क्यो भने अनि यसरी माथि हाई टेन्सन छुन आँटेको रुखलाई हामीले यसरी चाहिँ छोटो बनाउँदैछौँ, छाड्दैछौँ नछाडिकन नहुने। त्यो भएकोले गर्दाखेरि गाडीहरू रोक्नुपर्छ है एकछिन। ढल्यो ल राम्रो भयो। ल उज्यालो पो देखियो है।
यो यसरी बाटोलाई अतिक्रमण गरेर चाहिँ यो वर्षौँदेखि यो राखिएको छ। यो दाउराहरू हटाउनु पर्यो। वडाले नगरले बेला बेला प्रेस दिएको छ। यसरी दाउरा यत्रो बाटोमा यता अब यो वर्षौँदेखि राखेको दाउराहरू मक्केर गइरहेछ। अब गोबर र दाउरा बाहेक केही भेटिँदैन त तपाईँको बाटोमा, तपाईँको टिएलोमा भनेर वडादेखि ल्याएर नगरदेखि सबैले फोर्स प्रेस दिइरहेछ। अब यहाँ चाहिँ यसरी यी बाटोमा थोरै एक दुईवटा भयो नि होइन, अब हटाइदिनु। अब यत्रो छ गाडीको गाडी, यो त अनि घरैमा लगेर खनेको भए भइहाल्थ्यो नि होइन, यो हटाउनु पर्यो। हामी सबैले चाहिँ यसरी ढालफाँड गरिरहेका छौँ। तर यहाँ चाहिँ बाटोमा दाउरा गोबर मल राखेर दिमाग खराब गरिरहेको अवस्था छ। ल यसलाई काट्ने हो। सुटिङ तार सुटिङ ल यसरी लाइन छोएको छ। तर यहाँको यो जग्गावाला अर्थात् यहाँको उपभोक्ताले चाहिँ हेर्दैन, कहिले आएर सालैपछि काट्नुपर्छ। अहिले चाहिँ अब यसको फेदेमा काटिदिने भनेर चाहिँ यहाँ काट्दै गरेको थाकियो। ल हेर्नु त लाइन नेटको तारहरू यस्तरी छोएको छ। अलिक जोगिएर कट्टा। हो त्यो सजिलोमा हान्दै सबै। यसरी खैरेनी टोल विकास संस्थाको नेतृत्वमा हामीले यसरी सरसफाइ कार्यक्रम आज असार 13 गते पनि राखेका छौँ। यो हामी सेरापुल आइपुगिसकेका छौँ अद्रे पुलदेखि, र झारहरू एकदम धेरै भएकोले गर्दाखेरि यो रोडमा पनि उखेल्ने कार्य भइरहेको छ। यता अब के गर्ने भाइ, यो एउटा सानो पार्क बनाऊँ भनेको यहाँ पनि झार यत्र पलाएर चाहिँ छरपष्ट भइसकेको हुनाले यसरी हामी फेरि पनि गोडमेल गर्दैछौँ। यस्तो छ स्थिति। हाम्रो टिम यता पनि छ र पर पनि ठुल्ठुलो रुखहरू ढालफाँडमा पनि टोली खटिरहेको छ। जय देश जय विकास जय सरसफाइ। ल यसरी यहाँनिर पलाउँदै गरेको झारहरू चाहिँ ढालफाँड भइसकेको छ है हाम्रो यसमा। यसरी चाहिँ अझै छौँ र अब हामी समितिको भवनको जग्गासम्म पुग्छौँ। तल यो सेरामार्ग फाँड्दै यो नर्कलोक जस्तो थियो अस्ति भर्खरै। हामीले यो सरसफाइ गरेर चाहिँ यहाँको भएको त्यो सबै भूतहरू प्रेतहरूदेखि ल्याएर सबै हटाएको, सर्पहरू सबै बसेको थियो होइन, राम्रो बनाएर गएको। फेरि अहिले चाहिँ यहाँ माथिल्लो घरले यसरी मामाले चाहिँ यहाँ गोरु फेरि बाँध्नु थाल्नु भएन नि त। यहाँ सरसफाइ गरेर बडार कुरा गरेर एकछिन यहाँ मिटिङ बसेर छलफल बसेर त्यहाँबाट छुटौँ भनेको त समितिको भवन यसरी गोरु बाँधेर चाहिँ यो भएन। यो छिमेकी भन्दैमा यति साह्रो लापरवाही गर्नु त अलिक मिलेन नि त। यसरी चाहिँ अब यहाँ होइन मिटिङको बस्ने भने त गोरुहरू पो मिटिङ बसिरहेको छ। नमस्कार बहिनी, हेर्नु त त्यहाँ यसो बडार कुरा गरेर सरसफाइ गरेर मिटिङ बसौँ हाम्रो भवनमा भनेको त अब गोरु मिटिङ बसिरहेको के गर्ने अब यो मिटिङ बसिरहेछ गोरु, हामी चाहिँ के गाई। जय खैरेनी टोल विकास संस्था, जय सरसफाइ, र हाम्रो खैरेनी टोल विकास संस्थाको भवन यस्तो छ। गोरु मिटिङ बसिरहेको छ यहाँ, हामी मिटिङ बस्न आऊ भनेको त दुईटा गोरुले मिटिङ बसेछ। के गर्ने, टिएलओको अब भवन यस्तो छ भन्दा याद त्यसमाथि गोरुको मिटिङ यसो गर्नु भएन। अब अर्को नेक्स्ट टाइम चाहिँ हामी अलिक मान्छेले मिटिङ गर्नु पर्छ। यहाँ कम्पाउन्ड पनि लगाइहाल्ने अब। ल आजको सरसफाइ कार्यक्रम यही अन्त्य भयो है हाम्रो सबैजना।